अनि खालि बाहुन भनेको छ छेत्री के भनेको जहाँ 70 लाख बाहुन छेत्री छन् के भनेको बाहुन छेत्रीले आफ्नो हक र अधिकार खोज्यो भने भोलि यिनीहरू कहाँ जाने कहाँ जाने यिनीहरू के यिनीहरूको मात्रै देश हो यो कस्तो खालको यो बिरुवा ल्याएर कसले रोपेको भन्दा बाबुराम भन्ने भट्टराई बाबुराम भन्ने भट्टराईले रोपेको यो बिरुवा यो देशमा प्रचण्ड भन्ने व्यक्तिले ल्याएर रोपेको यिनीहरूले अब राज्य दिनु नि मूलवासीलाई छुट्टै राज्य दिनु उनीहरूले राज्य खोजेको होइन तर चर्चामा आइरहेछ आज प्रचण्ड माधव कुमार नेपालहरू राजालाई भेट्न पटक पटक निर्मल निवास धाइरहेछन् राति राति भन्ने सम्मका चर्चा सबै गलत कुरा राजाले यिनीहरूलाई भेट्दैन राजाले भेट दिनुहुन्न राजाले किन भेट्ने यिनीहरूलाई अब हिजो जसरी गल्ती भयो अब हामी पाउ पर्यो महाराज भनेर भन्छन् भनेर भन्नुहुन्थ्यो नि तपाईँले त्यो अनुरूपमा यिनीहरू पुगे कि पनि पाउ परे पनि राजा आउने बाटो चाहिँ के राजालाई त नियमअनुसार ल्याउनु पर्ला तर अस्ति सेनासँग राजाको वार्ता हुँदै गर्दा बाहिर आएका सूचना अनुसार चाहिँ हिजो मलाई जसरी 7-8 दल मिलेर फालेका थिए ती सबै दलले आएर मलाई आह्वान गर्यो भने अब त 7-8 दल मात्रै मिलेर भएन नि अब दुर्गा प्रसाद पनि चाहियो दुर्गा त प्रसाद त मिले पनि नमिले पनि यहाँ अरू टिभीमा बोल्ने कति छन् एकजना सुनारले पनि भन्दै थिए श्री 5 महाराज धीराज के खनेन्द्र कि सुनार हुनु पर्यो त्यो राजा यस्तो यस्तो मान्छेहरू सबै निस्केका छन् त यी सबैलाई मनाउनु पर्यो होला नि त कस्तो बाँधेर बसेको देशलाई आज कहाँ पुर्याइदियो प्रचण्ड बाबुराम खड्गप्रसाद ओली लगायत बालेन भनेको आज दलितको नाममा पनि सडकमा प्रयोग गरिँदैछ विदेशीद्वारा अनि